हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। यहाँहरूलाई स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ खास गरी हामी गाजरको हलुवा खान जाने कुरो भएको छ। कस्तो हुन्छ ल हेर्दै जानु होला है। ल अब चाहिँ हामी गाजर पखाल्न सुरु गरिसकेका छौँ। ल गाजर पनि धोएर भ्याइन लागेको छ। ल गाजर कोर्न सुरु गरिसकेका छौँ। आज चाहिँ हाम्रो फर्स्ट टाइम हो है गाजरको हलुवा खान जाने। कस्तो बन्छ ल हेर्दै जानुहोस् भिडियो कस्तो बन्छ। गाजर कोर्न चाहिँ एकदमै गाह्रो हुने रहेछ, तर पनि त्यही पनि कोरेर भ्यान लागिसकेको छ। ल अब चाहिँ हामी नरिवल काट्दैछौँ। यसपछि अब हामी कराई दोसिसकेका छौँ। त्यसपछि ल अब हामी घी हाल्दैछौँ है। त्यसपछि अब हामी नरिवल फ्राई गर्छौँ। ल अब चाहिँ हामी गाजर हाल्दैछौँ। ल अब चाहिँ हामी मजाले गाजर हालिसकेपछि चलाउनु राछौँ। हामी चाहिँ नटेर अलिकति राखेका थियौँ गाजर, त्यही पछिबाट हाल्दैछौँ। ल यसपछि हामी अब दुध हाल्छौँ। दुध हालिसकेर अब चाहिँ हामी मजाले चलाएर अब केही बेर पाक्न दिन्छौँ। त्यसपछि अब हामी चिनी हाल्छौँ। आफूलाई चाहिएको अनुसार हाल्छौँ। चिनी हालिसकेपछि अब मजाले चलाउँछौँ हामी। ल अब गाजर चाहिँ हलुवा बनिसकेको छ। ल यस्तै र नयाँ र इन्ट्रेस्टिङ भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र लाइक पनि गरिदिनु होला र अनि सेयर पनि गरिदिनु होला। कस्तो भएको छ आशिष? एकदम टेस्टी, बढिया।